सो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो वालिङ भ्लगको एपिसोड 2 हामी चाहिँ चेकआउट गरेर निस्केको। अब चाहिँ एकतिर खाजा खान जाने के खानै खाइन्छ होला। अब आज दिनभरि चाहिँ के हुन्छ, सोरेक मैदान जाने प्लान हो खास आज चाहिँ घुम्न। अब हेर्दै जानु के कस्तो हुन्छ। केटाहरू निस्किसक्यो, ल जाम। राइटतिरबाट आधी खोलाको तिरै हिँड्दै चाहिँ हामी होटेलबाट चेकआउट गरेर यहाँ वालिङको हाइवेमा एक ठाउँमा खाजा खान जाँदै हो। त्यहाँपछि चाहिँ एकछिन त्यतै खाजासाजा खाएर एकछिन त्यहीँ बसेर माथि सोरेक मैदानतिर गइन्छ होला आज चाहिँ। अनि वालिङमा चाहिँ म्याक्सिमम घरमा चाहिँ पिङ्क कलरै लाग्यो नि क्या, जुन धेरै जस्तो घरको कलरै पिङ्क कलर मात्र छ क्या यता। अनि आज चाहिँ डे 2 वालिङमा। अहिले पछि आज चाहिँ सोरेक मैदान गइन्छ होला, त्यतै बस्न पनि सकिन्छ। अनि भोलि चाहिँ ब्याक टु पोखरा। हामी चाहिँ यहाँसम्म आइसक्यो, यही होला खाजा खाने ठाउँ चाहिँ। पार्किङ यहीँ गरिदिउँ। ओइ यो ठाउँलाई के भन्छ अरे? गरादी। यताबाट कता जाने बाटो? यहाँ त कुखुरा पालन नि रहेछ त। त्यहाँ माउरी पनि रहेछ। माथि जाम के कस्तो छ हेरौँ। यहाँको किचन सफै रहेछ, जेस राम्रो रहेछ ठाउँ चाहिँ। जेस घाम ताप्दै अब खाजा खाने। तल कस्तो छ, हिमाल देखिन रहेछ त होइन? सही हो। अनि कस्तो भइरहेको त नि, यो हेलमेट भएन के। सो गाइज अब एकछिन पछि भेटौँला फेरि। गाइज अब हामी चाहिँ यहाँबाट खाजासाजा खाएर निस्किन लागेको हो। बाइकलाई चिसो लागिसकेछ। सो गाइज अब चाहिँ हामी सोरेक मैदान जान लागेको। आजको राइड चाहिँ सोरेक मैदानसम्म। फर्स्टमा चाहिँ अब डिपार्टमेन्टमा छिरेर टुथब्रस र पेस्ट किन्नुपर्छ। आज सोरेक मैदानै बसिन्छ। अनि भोलि बिहान त त्यहाँबाट फर्केर पोखरातिर। सो गाइज यहाँबाट चाहिँ खानेकुराहरू हल्का क्याचिङ कुचुङ ब्रस किनेर अब यहाँबाट हिँड्न लागेको। अब चाहिँ सोरेक मैदानको राइड्सहरू। अब बाटोमा के हुन्छ बिचमा हेर्दै जानु होला। दुईवटा बाटो, यो लेफ्टतिरबाट माथि गयो भने चाहिँ बाहुनथान पुगिन्छ। यता राइटतिरबाट तलतिर लागेर गयो भने चाहिँ सोरेक मैदान पुगिन्छ। त्यहाँ चाहिँ अगाडि के को कारखाना रहेछ, कालो धुवा उडेछ। यहाँ चाहिँ सिमेन्ट फ्याक्ट्री रहेछ, ब्लक फ्याक्ट्री होला त्यो चाहिँ। ब्लक कि त्यो इट्टाहरूको फ्याक्ट्री। यहाँ चाहिँ घाम लाएर मिठो देखियो। यो साइडतिर त खासै घरहरू नरहेछ, खुल्लै रहेछ। अहिले चाहिँ सुन्तला फल्ने सिजन भएर यतातिर चाहिँ सुन्तला चाहिँ डेन्जर फल्ने रहेछ क्या। यो बाटो त हिजो पोखराबाट आउँदाखेरि यहाँसम्म भ्यू हेर्न मात्र भयो नि आइएको थियो। हिजो चाहिँ रात परेको थियो यहाँ आउँदा। अहिले चाहिँ दिउँसै यही बाटो रहेछ सोरेक मैदान जाने नि। हिजो चाहिँ यहीँसम्म मात्र आएको, आज चाहिँ यहाँबाट माथि। अब कस्तो छ माथि जाँदा अब भ्यूहरू म सबै देखाउँछु, हजुरहरू नै हेर्नु होला। यहाँबाट चाहिँ अफ रोड सुरु भयो। हल्का स्टार्टिङमा मात्र पिच रहेछ। अब माथि गएर राम्रो बाटो छ कि कस्तो छ त्यो त थाहा छैन। कता हो यहाँबाट? माथि आएको ढलाङ गरेको बाटो आयो। भ्यू पनि दामी देख्ने रहेछ यहाँबाट। बाटो चाहिँ एकछिन ढलाङ आएको थियो, त्यहाँपछि फेरि अफ रोडै सुरु भयो। अफ रोड अनि बिचमा स्पिड ब्रेकर जस्तो बम्पहरू चाहिँ रहेछ। अफ रोड त छ तर त्यस्तो टाइपको अफ रोड त नरहेछ, ठिकै। घाम पनि बिस्तारै सनसेट हुन लागिरह। हामी चाहिँ आइपुग्यौँ जस्तो लाग्छ। हामी त धेरै हाइटमा आइयो नि। ठ्याक्क सोरेक मैदान आइयो। हरिफ रहेछ ठाउँ त। सनसेट नि हुँदैछ बिस्तारै। हिमाल नि दामी देख्छ।
के यहाँ त सेल छ त यहाँ त अनि छुट्टै टाइपको यहाँ त झन्डा पुर्छ अगाडिसम्म गइदिउँ न टक्कै हिमाल नि बवाल देखियो अब यहाँभन्दा अगाडि त केही छैन होला हामी बसेको होटल चाहिँ यो सोरेक मैदान रुम लाउँदैछन् चाहिँ दुईजना छन् उता चाहिँ त्यो डाँडा भयो सनसेट हुँदैछ अनि हामी चाहिँ यो डाँडातिर यसो भ्यू हेर्दै जान लाग्यो बाइक चाहिँ यहाँ छ दुईटा बाइक ठ्याक्क मेरो ड्युक साथीको बुलेट अहिले चाहिँ हामी यहाँ सोरेक मैदानको यहाँ भर्याङ चढ्दै यस्तो छ यहाँबाटको भ्यू चाहिँ हामी बसेको होटल चाहिँ यहीँ हो सुस्तो सुस्तो अब कति चढ्नुपर्छ अब यता चाहिँ हिमालहरू देखियो है यतातिर गोप्रोको वाइड लेन्स भयो वाइड एङ्गल लेन्स मात्र देखाउँछ त्यो भएर त्यस्तो खासै जुम त देखियो छैन होला उता हिमालहरू यो डाँडा चाहिँ बवाल रहेछ जे होस् एउटा नि रुख छैन एउटा मात्र रुख छ डाँडामा केटाहरू यहाँ अगाडि हिँड्दैछ म चाहिँ यहाँ लास्टमा अनि यहाँ चाहिँ मेला जस्तो लाग्यो जस्तो छ छ्यालब्याल मान्छे छ यही हो गाउँ चाहिँ यो अगाडि देखिएको सबै जब हल्का अगाडि गएपछि देखाउँछु म अहिले चाहिँ यहाँ टपमा आइसक्यौँ हामी यहाँ केटाहरू अझै उता माथिसम्म भ्यू चाहिँ दामी देखियो हिमाल नि सब देखियो यस्तै अब आज चाहिँ यहीँ एकछिन अब बस्ने भ्यू हेर्ने अनि बेलुका गएर केही खाएर सुत्दिने त्यहाँ चाहिँ भोलि ब्याक टु पोखरा सनसेट चाहिँ म देखाउँछु सनसेट हुँदैछ ठ्याक्क मिठो सनसेट हुँदैछ यहाँ चाहिँ सो गाइस यहाँ नि अब सनसेट भयो अब हामी नि एकछिनमा रुमतिर जाने यहाँको भ्यू चाहिँ यस्तै छ जाडो चाहिँ डेन्जर बढ्यो हावा लगाएर केटाहरू चाहिँ यहाँ तीनजना अब चाहिँ निस्किने आजलाई यति नै अब भोलि डाइरेक्ट सोरेक मैदानबाट पोखरा गएको भ्लग आउँछ सी यू गाइज इन नेक्स्ट भ्लग